यो तपाईँले देखिरहनु भएको जुन एउटा भवन छ, यो घामले गर्दा त्यति राम्रो देखिएन होला। यो पिरामिड शाखा हो। यहाँबाट पनि केही चाहिँ यहाँबाट हेर्ने गरिन्छ। अनि जस्तो अर्को एउटा सोलर प्यानल छ यहाँ, जुन तपाईँहरूले लाइनै देखिरहनु भएको छ। यो पनि तलकै लागि चार्जिङ सेन्टर हो। यहाँ यसो हुन्छ। अनि देख्नुभयो सगरमाथाको अगाडिको भागको पछाडि सगरमाथा छ, जुन एउटा त्यो भागबाट जानुपर्छ। तसर्थ हामीलाई पनि अलाउड छ, हामी पनि बिना स्वीकृति जान सकिँदैन। जसमा उभिएको भूभाग भनेको नेपालको देखिएको ठुलो क्षेत्र किलोमिटर मात्रै टाढा छ त्यो बेस क्याम्प। यो 2082 साल माघ महिनाको 26 गति खिचेको एउटा दृश्य हो। म यहाँ आउनुको उद्देश्य चाहिँ म एउटा व्यवसायी भएको नाताले र सगरमाथा कृषि व्यवसाय माछा केन्द्रको एउटा सञ्चालक भएको नाताले, अफिसको नाताले अफिस मलाई हिमालयन अफिसले पठाइदिनु भएको कारणले तपाईँ त्यहाँ जानुपर्ने भयो। त्यो क्षेत्रमा तपाईँ यही पालिकाको मान्छे, तपाईँ त्यहाँ गइदिनु पर्ने भयो र त्यहाँ गएर विभिन्न सहयोग गरिदिनु पर्ने भयो। जस्तै सप्लाई गरिदिनु पर्यो। हामी एउटा ट्रान्जिट पनि हो र छिटै हामी अब यहाँ फेरिजोमा चाहिँ हेलीबाट हामीले सामान झार्ने योजना बनाएका छौँ। म लगायत केही साथीहरू पनि हुनुहुन्छ यसमा जोडिनु भएको। म उहाँलाई विशेष धन्यवाद दिन चाहन्छु, किनकि हेलीमा सामान झार्नु त्यति चान्चुने सजिलो कुरा होइन र सामान्य पनि छैन। तसर्थ अहिले तपाईँहरूलाई देखाइरहेको दृश्य यो 4-5 दिन अगाडि परेको हिउँ हो। यसपालि खासै हिउँ परेको छैन भन्ने बुझिन्छ। म पनि यो डाँडामा फर्स्टचोटि नै आएको, तर ट्रेकिङमा 8-10 वर्ष अगाडि आएको। यस्तै छ, हामी यो तल्लो भाग जुन यो बादल उठेको भागबाट हामी आइएको हो। यहाँ आउँदा जहाँसम्म लाग्छ वरिपरि हिमाल छ, सायद कहाँबाट आइयो भन्ने जस्तो पनि लाग्न सक्छ। वातावरण भएको हुनाले हाम्रो नेपालमा विभिन्न आन्तरिक बाह्य पर्यटकहरूलाई निम्तो छ। स्वागत गर्न चाहन्छौँ। हजुरहरू आइदिनु होला। यस्तो राम्रो ठाउँलाई चाहिँ अवलोकन गरिदिनु होला। जिन्दगीमा यो ठाउँमा आउनु भएन भने तपाईँले जिन्दगीको महत्त्व बुझ्नुहुने छैन भन्ने लाग्छ हामीलाई। यो स्वर्गको एक टुक्रा हो भन्दा कुनै फरक पर्दैन। विश्वको सगरमाथा नै छ र विश्वभरका मान्छे आइपुग्दाखेरि हाम्रै नेपालका दाजुभाइ दिदीबहिनीहरू कतिपय आइपुग्न सक्नुभएको छैन। विभिन्न कारणले होला, थाहा नभएर होला, सम्भावना नभएर होला, समस्याले गर्दा होला। तर समय निकालेर तपाईँहरू आइदिनुहोस्, हामी सहकार्य गरौँ, अघि बढौँ। हामी नयाँ नेपालको परिकल्पना गरौँ। अब साँच्चै नै नयाँ नेपाल बनाऊँ। अब नयाँ ढङ्गले अघि बढौँ। विश्व मङ्गल ग्रह चन्द्रमा पुगिसके, हामी नेपाली दाजुभाइ यही सगरमाथा आइपुग्नु छ कि छैन भन्ने क्वेसन पनि हुनसक्छ। यहाँ तपाईँको एउटा कुरा के जानकारी गरायो भने सगरमाथा प्रवेश गर्नलाई र चढ्नलाई मलाई थाहा पाएअनुसार नेपाल सरकारको 25 लाख तिर्नुपर्छ भन्ने सुन्नमा आएको छ। अनि हजुर नेपालीहरू, हामी दाजुभाइहरूलाई हामी त्यस्तो महँगो छैन, आउने खाने खासै महँगो छैन। म अघि जुन पिरामिड देखाएँ त्यो पिरामिडमा तपाईँको त्यति साह्रो महँगो लागेन। लगभग दिनको $50 खर्च गर्नुभयो भने तपाईँहरू एक रात बस्न सक्नुहुन्छ। त्यहाँ सबै कुराको व्यवस्था छ। यस्तो दुर्गम ठाउँ भए पनि सकेसम्म सबै कुराको उपभोग गर्न पाउनुहुनेछ भन्ने मलाई लागेको छ। हस्, धन्यवाद। भिडियो